सरकारले अहिले गरिरहेको सुकुम्बासी व्यवस्थापनलाई दुईटा तरिकाले हेरिएको छ। केहीले यो चाहिँ सुकुम्बासीलाई अन्याय भयो, उनीहरूको लागि घरबारविहीन बनाइयो भन्ने कुरा गर्दै हुनुहुन्छ भने धेरैले यो कदमको चाहिँ स्वागत गर्नुभएको छ। इक्जाम्पलको लागि थापाथलीकै आजकै एउटा भिडियो हेरौँ। झट्ट हेर्दाखेरि एउटा असहाय व्यक्ति बेसहारा बनेर सडकमा हिँडिरहेको जस्तो लाग्छ, तर रियालिटी भने फरक छ है। कति समयदेखि बस्दै हुनुहुन्थ्यो सर यहाँ? म यहाँ 6 महिना भयो सर। अहिले कहाँ हिँड्नुभयो त अब घर जान लाग्यो सर। कहाँ छ घर? घर त हाम्रो सर लाग्यो। अब भाडामा बसेको थियो 4000 को महिनाले सर। कसलाई तिर्नुहुन्थ्यो भाडा तपाईँले? यहीँको त्यो मेयर छ, यहीँको बनाएको मेयर थियो। ए मेयरको घरमा? यो बस्तीको मेयर? यहाँ बस्तीको मेयरमा उसैले 4000। के नाम हो त्यो? कतिवटा टहरा थियो यहाँ उसको? उसको त्यही दुईटा थियो। दुईटा टहरा थियो, हरेक टहरा चाहिँ भाडामा लगाउँथ्यो। अनि ऊ कहिले भाग्यो? ऊ अस्ति नै आज 2 दिन भयो, 2 दिन यहाँबाट भयो। तपाईहरु जस्ता व्यक्तिहरुलाई भाडामा लगाएर पैसा खाने, बाहिर बस्ने अनि सरकारलाई धम्क्याउने। पछि सामान्य मेरो कतिचोटि फाल्दियो अनि यहाँ यत्रो पैसा भएर लगाएको अनि दिनै पर्छ भनेर मेरो कतिचोटि बिजोग पार्दै नि सर। के हुन्थ्यो यहाँ भित्र? यहाँ त धेरै नै हुन्थ्यो, किनबेच यताउति दुनियाँ दिमाना हैन सर, त्यो त सबै हुन्थ्यो हैन। यो टहरै किनबेच हुन्थ्यो कि भाडामा मात्रै लाउँथे यिनीहरुले? टहरै बेचिदिन्थ्यो। ओहो, सरकारको यो कदमप्रति तपाईको धारणा के छ? ठिक छ? यो त ठिक छ नि सर, मेरो त एकदम राइट हो। किन हामी सुकुम्बासी भनेको हामी जस्तो लाग्यो। किन तर तपाईहरु जस्ता सुकुम्बासीलाई नै भाडामा लाएर हुकुमबासीले कप खाइरहेको रहेछन् हैन? यसरी भिडियोमा देखिएका व्यक्ति जस्तै हजारौं संख्यामा सुकुम्बासी बस्तीभित्र बसिरहेका छन् जो वास्तविक सुकुम्बासी होइनन्। अचम्मको कुरा के आयो भने सुकुम्बासी बस्तीभित्रै मान्छेहरू भाडामा बसिरहेका रहेछन्। हामी सुकुम्बासी हौं भनेर बसिरहेका व्यक्तिहरूले नै त्यहाँ संरचना बनाएर बाहिरको मान्छे राखेर भाडा उठाउँदै हुनुहुन्छ भने यो त झनै गम्भीर कुरा हो। सुकुम्बासी व्यवस्थापनको लागि सरकारले वास्तविक सुकुम्बासीहरूलाई निवेदन दिनुको लागि आह्वान गर्दाखेरि 23 परिवारले मात्रै निवेदन दिनुभएको रहेछ। अहिले सुकुम्बासी क्षेत्रबाट हटाएका व्यक्तिहरूलाई अल्पत्र भने पारेको छैन। सरकारले विभिन्न ठाउँमा यस्ता व्यक्तिहरूलाई खान र बस्नको व्यवस्था गरेको छ भने वास्तविक सुकुम्बासी पहिचान भइसके पछाडि उनीहरूको उचित व्यवस्थापन गर्ने भन्न पनि भनिसकेको छ। हामी सबैले चाहेको कुरा के हो भने वास्तविक सुकुम्बासीले अब दुःख नपाओस्, उनीहरूको उचित व्यवस्थापन सरकारले गरोस्। तर सुकुम्बासीको नाममा सरकारी जमिन कब्जा गरेर बसिरहेकाहरूलाई सरकारले हटाएर सरकारी सम्पत्तिको उचित व्यवस्थापन गरोस् र सरकारलाई हामी सबैको शुभकामना।